जब अत्याचारले सीमा नाग्छ र कानून आँखा चिम्लेर बस्छ तब अपराधीहरूको अन्त्य निश्चित हुन्छ। विशालको विभत्स हत्यापछि गाउँमा खैला बैला मचिएको बेला के विक्कीले मुनाको इज्जत लुट्ने आफ्नो अन्तिम सालमा सफलता पाउला? अस्पतालबाट गायब भएका राम आखिर कसरी जोगीको भेषमा फर्किए? र जब विक्कीलाई बाँधेर रामले उसको मुखुण्ड उतार्छन् तब विक्कीको पापको घैला कसरी फुट्छ? बुहारीको यो महा एपिसोडमा बदलाको यस्तो आँधी आउँदैछ जसले अपराधीहरूको सातो उडाउनेछ। विशालको हत्या र प्रहरी अनुसन्धान, बदलाको भावनामा विशालको निर्मम हत्या भएको छ। घटनास्थलमा रामकी बहिनी पूजाको तस्बिर फेला परेपछि इन्सपेक्टरले यो हत्यामा रामको हात हुन सक्ने शंका गर्छन्। कल डिटेल्सको पर्दाफास रमेशले विक्की, विशाल र दुर्गा आमाको कल डिटेल्स निकाल्छन्, जसबाट उनीहरू 2 महिना पहिले जेलबाट छुटेको र रामलाई फसाउने षड्यन्त्र गरेको प्रमाणित हुन्छ। कमलाले दुर्गा आमाको घरमै गएर चेतावनी दिन्छन्। विक्कीको घिनौनो चाल। मालती काकीको उक्साहटमा विक्कीले मुनालाई जबरजस्ती आफ्नो बनाउन र इज्जत लुट्नका लागि अपहरण गर्छ ताकि मुना आफै बिहे गर्न तयार होस्। रामको धमाकेदार इन्ट्री। मुनालाई बचाउन जोगीको भेषमा राम प्रकट हुन्छन्। विक्कीलाई डोरीले बाँधेर रामले आफ्नो असली रूप देखाएपछि विक्कीको सातो जान्छ। रामले विक्कीलाई आफै नमारेर सजाय दिनका लागि सबिना र रूपाको टोलीलाई सुम्पिदिन्छन्। आगामी महा ट्विस्ट। विक्कीको दर्दनाक अन्त्य। सबिना र रूपाको टोलीले विक्कीलाई कस्तो भयानक सजाय दिनेछन्? के विक्कीले आफ्नो पापको बदलामा ज्यान गुमाउनु पर्नेछ? प्रहरीको फन्दामा राम। विशालको हत्या र विक्की बेपत्ता भएको केसमा के इन्सपेक्टरले रामलाई नै मुख्य दोषी मानेर गिरफ्तार गर्नेछन्? दुर्गा आमा र मालतीको नयाँ चाल। विशालको मृत्यु र विक्की समातिएपछि अब बदला लिन दुर्गा आमा र मालती काकीले कमला र मुना विरुद्ध कुन नयाँ हतियार प्रयोग गर्लान्? रामको रहस्यमयी अस्पताल काण्ड। रामलाई आइसियूबाट निकालेर एम्बुलेन्समा लैजाने ती 2 जना डाक्टर र आफूलाई रामको श्रीमती दाबी गर्ने अज्ञात केटी को थिइन्? के त्यो रहस्य अब खुल्नेछ? गाउँमा चेलीहरूको नयाँ क्रान्ति। रूपा र उनका 8 जना चेलीहरूको यो टोलीले गाउँका अन्य बाँकी अपराधीहरूलाई ठेगान लगाउन कुन नयाँ योजना बुन्नेछन्? मुना र रामको मिलन। सबै बाधा र अपराधीहरूको अन्त्यपछि के मुना र राम अब सधैँका लागि एक हुन पाउनेछन् कि कानून उनीहरूको बीचमा बाधक बन्नेछ? के रामले आफ्ना चेलीहरूलाई पूर्ण न्याय दिलाउन सक्लान् त? पूरा कथा हेर्न OSR डिजिटलमा बुहारी एपिसोड 287 हेर्नुहोला र यस्तै डेली न्यू ट्विस्टका लागि च्यानललाई लाइक तथा सब्स्क्राइब गर्न नबिर्सिनुहोला।